अनि काका तिमी त हाम्रो बाको बच्चा देखेको साथी होइन? सम्झाउन हो हाम्रो बालाई। खालि विदेश जा मात्रै भनेर हैरान बनाइसक्नु। होइन कति भन्नु मैले मलाई विदेश जानु छैन, देशमा बसेर राजनीति गर्नु छ भनेर। बुढो मान्छे मान्ने भयो पो होइन, तिमीले भनेको त मान्नुहुन्छ नि। अब तिमी आफै भन, यत्रो समयसम्म गाउँघरमै बसेर देश र जनताको लागि केही गर्छु भने हिँडेको मान्छे म आज आएर एक्कासै देश छोड्न कसरी सक्छु? हेर त गाउँघरका युवाहरू सबै विदेश गइसके, सबैलाई आफ्नो चिन्ता छ, त्यसको चिन्ता कसले गरिदिनु? अब यस्तो अवस्थामा तिमी हामी जस्तो बुझ्ने मान्छे पनि विदेश जान थाल्यो भने त गाउँघरको हालत के हुन्छ, देशको हालत के हुन्छ, कहिले सोचेका छौ? अब त चुनाव पनि नजिक आइसक्यो। अघिल्लो पटक चुनावमा त्यही 300-400 भोटले त म पराजित भएको थिएँ। तर मलाई यस पनि विश्वास छ जनताले मेरो साथ दिन्छ भनेर, अनि म चुनाव जित्छु भनेर। अब त जनता पनि बुझ्ने भइसक्यो काका। अस्ति वडा नम्बर 4 मा पानी ट्याङ्की बिग्रिँदाखेरि तिमी र म गएका होइनौ? त्यहाँको जनताहरूले के भनेका थिए बिर्स्यौ? हामीले टाढाको मान्छेलाई भोट दिएर जिताए पनि दुःख पर्दा काम लाग्ने त नजिकै मान्छे रहेछ भनेका थिए, हो कि होइन भन त? अब त जनताहरूले ममा त केही आश गरेका छन्। अब यस्तो चुनाव नजिक आइराख्दाखेरि म जस्तो व्यक्तिले देश छोड्नु भनेको त यहाँ वर्षौँदेखि अड्डा जमाएर बसेका चोर दलाल नेताहरूको लागि त सुनमा सुगन्ध हुनु हो। उनीहरूको लागि त बाटो क्लियर हुन्छ, अनि फेरि विभिन्न प्रकारको प्रलोभन देखाएर सोझा साझा जनतालाई आफ्नो बसमा गर्छ। अनि त्यही हुन्छ जुन आजसम्म हुँदै आएको छ। र यस्तो भएको देख्न त के म सुन्न पनि सक्दिनँ। काका मलाई जनताहरूलाई सुखी देख्नु छ। तपाईलाई के लाग्छ? मलाई चाहिँ ठुला ठुला सहरमा गएर, ठुला ठुला देशमा गएर ठुला ठुला रकम कमाउने रहर नभएको हो। के गर्नु? देशको अवस्था अनि राजनीतिक स्थिति देख्दाखेरि, जनताले पाएको दुःख देख्दाखेरि मेरो सबै रहरहरू मरेर जान्छ। अनि एउटा मात्रै रहर पलाउँछ, जनताहरूलाई कसरी खुसी पार्न सकिन्छ। काका मलाई मेरो आमाको जति माया लाग्छ हो त्यति नै माया यो गाउँघर, यो देशको लाग्छ। म देश छोड्न सक्दिनँ काका। म यो गाउँघर छोड्न सक्दिनँ काका।